कर्मचारीहरूको पेशागत दक्षता र मनोबल अभिवृद्धि गर्ने उद्देश्यले नेपाल प्रहरी शिक्षालय भरतपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको नेतृत्वमा शुभारम्भ भएको उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत नेपाल प्रहरी शिक्षालय भरतपुरले एक्सपिरियन्स एक्सचेन्ज एन्ड रिफ्रेसमेन्ट अवलोकन भ्रमणको आयोजना गरेको थियो। मिति 2081 साल फागुन 13 गते समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूबाट शुभकामना सहित नेपाल प्रहरी शिक्षालय भरतपुरका विभिन्न दर्जाका 10 जना प्रहरी कर्मचारीहरूको अवलोकन भ्रमणका लागि एक अविस्मरणीय यात्राको प्रारम्भ भयो। भ्रमणको सुरुवात विश्व शान्तिको केन्द्र लुम्बिनीबाट भएको थियो। त्यसपछि टोलीले बुटवल फुलबारी, ऐतिहासिक गाथा बोकेको तिलौरा कोट, जगदीशपुर ताल र अन्तर्राष्ट्रिय सीमा क्षेत्र सुनौलीको भ्रमण गरेको थियो। भ्रमणको क्रममा प्रहरी कर्मचारीहरूले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रको अवलोकन गरे, जहाँ उनीहरूले तालिमको महत्व र आधुनिक प्रविधिबारे जानकारी प्राप्त गरे। यसपछि टोलीले नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाको भ्रमण गरेका थिए, जसले उनीहरूलाई आधुनिक प्रहरी तालिम र युक्तिहरूको बारेमा थप जानकारी प्रदान गर्यो। यी भ्रमणहरूले प्रहरी कर्मचारीहरूलाई अनुभव आदान प्रदान गर्ने र आफ्नो पेशागत ज्ञानलाई फराकिलो बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको छ। भ्रमण समापन गरी फर्किएका सहभागीहरूलाई समादेशकज्यूले हार्दिक स्वागत गर्नुभएको थियो। समादेशकज्यूको उपस्थितिमा सहभागीहरूले भ्रमणको क्रममा प्राप्त गरेका ज्ञान र अनुभवहरूको विस्तृत विवरण प्रस्तुत गरे। लुम्बिनीको शान्त वातावरणदेखि जर्गाको युक्ति तालिम महाविद्यालयसम्म प्रत्येक स्थानले उनीहरूलाई नयाँ दृष्टिकोण र प्रेरणा प्रदान गरेको साथै यस कार्यक्रमले सहभागीहरूलाई आफ्नो पेशागत जीवनमा नयाँ ऊर्जा र उत्साह प्रदान गरेको व्यक्त गरे। यो भ्रमण प्रहरी कर्मचारीहरूका लागि केवल एउटा यात्रा मात्र नभई व्यक्तिगत र पेशागत विकासको लागि एउटा महत्वपूर्ण अवसर थियो। अन्त्यमा समादेशकज्यूले सहभागीहरूको मेहनत र समर्पणको प्रशंसा गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले प्रहरी कर्मचारीहरूको मनोबल र कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै सहभागीहरूलाई प्राप्त ज्ञान र अनुभवलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्न समेत प्रेरित गर्नु भएको छ। नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत विभिन्न दर्जाका प्रहरी कर्मचारीहरू, त्यसमा पनि विशेष गरेर बाह्य र आन्तरिक प्रशिक्षणमा खटिने प्रशिक्षक गुरुवाहरूको लागि एक्सपिरियन्स एक्सचेन्ज प्रोग्राम अन्तर्गत विशेष गरेर यो उत्प्रेरणा अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपाल प्रहरी शिक्षालयले एउटा मापदण्ड बनाएको छ र शिक्षालयमा कार्यरत विभिन्न दर्जाका कर्मचारीहरू, त्यसमा पनि प्रशिक्षणमा हर दिन खटिने प्रशिक्षक वर्गहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले यो एक्सपिरियन्स एक्सचेन्ज कार्यक्रमको सुरुवात भएको छ। र विगतमा पनि नेपाल प्रहरीले तल्लो तहका कर्मचारीहरूको मनोबलको लेभल के छ भन्ने सन्दर्भमा 2070 सालमा एउटा सर्वेक्षण गरेको थियो र त्यसको आधारमा नेपाल प्रहरी शिक्षालयमा पनि अहिले हामीले नेपाल प्रहरी शिक्षालयको टिमले यहाँ कार्यरत विभिन्न दर्जाका प्रहरी कर्मचारीहरूलाई उत्प्रेरित गर्ने कार्यक्रम अन्तर्गत एक्सपिरियन्स एक्सचेन्ज कार्यक्रम अन्तर्गत अहिले हामीले विभिन्न दर्जाका कर्मचारीहरूलाई लुम्बिनी लगायतको क्षेत्रहरूमा विशेष गरेर लुम्बिनी प्रदेश तालिम केन्द्र बुटोल र प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाको स्थलगत भ्रमणका साथसाथै विभिन्न ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक क्षेत्रहरूको अवलोकन भ्रमण गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको र यसलाई निरन्तरता पनि भविष्यमा दिइने कुरा यस सन्दर्भमा म राख्न चाहन्छु।